र सबैलाई वेलकम छ हाम्रो भाइको च्यानलमा र भाइको छोटो इन्टरभ्यू लिनेछौँ र भाइको परिचय। मेरो नाम चाहिँ अभिज्ञान राई हो। म चाहिँ भनौँ न म दार्जिलिङको हो। अनि मैले भनौँ न मैले स्कुल चाहिँ आई डिड माई स्कुल एट हिमालय पब्लिक स्कुल खरसाङ। त्यसको बादमा चाहिँ 2020मा पास आउट भएर म सेन्ट जोसेफ कलेज सोनादामा म जोइन गरेँ 2020मा। अन्त ग्रेजुएसन चाहिँ अस्ति नै भयो, मेरो छिटै भयो 2023 2 जुनमा। अन्त अनि भाइको त्यो फ्युचर प्लान्सहरू चाहिँ के छ, लाइक स्टडी गरेर केही कुराहरू गर्ने फ्युचर प्लान्सहरू? फ्युचर प्लान्स पुरा छ होइन। मेरो मतलब फर्स्ट भनौँ न एउटा ड्रिम लोको पाइलट अफ इन्डियन रेलवेजमा ट्राई गर्छु हो। त्यसको बाद लोको पाइलटमा खालि होइन, तर अब पुरा छ इक्जाम्सहरू कि बस्छु भनेको कि त्यसै अब कम्पिटेटिभ इक्जाम्सहरू दिन। अन्त भन्छ नि त्यस्तै खालको। अनि भाइले किताबहरू पनि लेख्नु हुँदो रहेछ र त्यही विषयमा केही कुराहरू भनिदिनुहोस् न है। यो किताब लेख्ने प्रेरणाहरू चाहिँ तपाईँले कहाँबाट पाउनुभयो र कुन सन्दर्भमा यो किताबहरू लेखिराख्नु भएको छ? किताब लेख्नु चाहिँ सोचेको थिइनँ मैले हो। तर जब मैले त्यो भनौँ न अब मैले त्यो फर्स्ट इमेजिनेसन मैले आफ्नो किताब मैले भनौँ न आफै इमेजिनेसन गरेको किताबको नाम चाहिँ हो तपाईँको दार्जिलिङ हिमालय रेलवे। त्यसमा चाहिँ तपाईँको के छ भने चाहिँ तपाईँको सबै छ, त्यो टोय ट्रेनको बारेमा, डिजल इन्जिनको बारेमा सबै छ हो। अन्त के छ भने चाहिँ यो किताब चाहिँ कसरी कसले भन्यो भने चाहिँ नि होइन, त्यो पनि होइन, तर अब आफै झट्टै आफसे आफाको मनमा एउटा मनमा चाहिँ अब ट्रेनको विषयमा चाहिँ एउटा प्रेम पाएर लेखिराख्नु भएको यो किताब अब दिमागमा आइकन कि त्यसको लेखेको भनेर कि। त्यसको बादमा यसमा नि दुईवटा किताब एउटा किताब चाहिँ कम्प्लिट भयो दार्जिलिङ हिमालय। अन्त अर्को किताब पनि अब म सोच्दैछु, त्यो चाहिँ अब किताबको नाम सिक्किम बुक वान्स अपन अ टाइम एट वेस्ट सिक्किम भन्ने किताब। तर तपाईँलाई यो ट्रेनको विषयमा धेरै इन्ट्रेस्टेड तपाईँ हुनुहुँदो रहेछ, चासो राख्नुहुँदो रहेछ। तर यो ट्रेनले गर्दा है हाम्रो प्रकृतिलाई केही असर परेको जस्तो लाग्दैन? केही त्यो विषयमा पनि अलिकति भनिदिनुहोस् न। दार्जिलिङ टोय ट्रेन चाहिँ पाहाडको एउटा यो रेल भन्छ नि। हजुर, त्यो हुन्छ अब टोय ट्रेन त्यो छ, डिजल ट्रेन हुन्छ। तर यसको त राम्रो छ होइन, सबै राम्रो छ, तर यसले चाहिँ के भन्छ डिस्टर्ब भन्छ क्या। इट भन्छ नि इट डिस्टर्ब्स द होल भिलेज भन्छ नि। अब हजुर, यसको हर्नले यसको सिटीले पनि मान्छेलाई कान खान्छ क्या। हजुर। तर त्योभन्दा विशेष कुरा है त्यसबाट निस्किने जुन धुवाँहरू हुन्छ त्यसले है प्रकृतिलाई धेरै असर पारिरहेको जुन कुरा लाइक ग्लोबल वार्मिङहरूको कजहरू एउटा अब इफेक्टहरू भनौँ न। सो त्यसले गर्दा मान्छेलाई त्यो कुराले असर पार्छ। अनि जुन चलिरहेको रेलहरू दार्जिलिङमा छ अहिले, अनि त्यो चल्नु पर्छ या पर्दैन त्यो विषयमा पनि केही कुरा भनिदिनुहोस्। त्यो त अब चल्नु नचल्नु त त्यो त अब मलाई थाहा छैन कि, त्यो त अब भन्नु सक्दिनँ। तर अब के छ भने चाहिँ पहिला अब यो अङ्ग्रेजहरूले जब यो रेलगाडी बनाएको थियो फ्र्याङ्कलिन प्रिस्टिजले, जस्तो यो भनौँ न यो टोय ट्रेनहरू गरेको इन्भेन्टेड द्याट दिस युज टु कन्स्ट्रक्ट दिस रेलवेज होइन, ट्रेन्सहरू इन्जिन्सहरू। अब उसले किन बनाएको, किनभने चाहिँ नि अब किन उसले त्यो रेलहरू बनाएको होइन, किनभने चाहिँ अब उसलाई थाहा होस् होइन कि अब कुद्छ कि कुद्दैन होइन। अब उसको के थिएन नि त अब भनौँ न त्यो तपाईँको भन्नु खोजेको चाहिँ त्यो हिस्ट्री, दार्जिलिङको जुन हिस्ट्री छ लाइक त्यो ब्रिटिसले छोडेर गएको जुन टोय ट्रेन छ त्यो चाहिँ एउटा इतिहास छ र जुन कुराले गर्दा अहिले दार्जिलिङलाई प्रायः मान्छेले चिन्छ पनि त्यही विषयमा भन्नुभएको होला है तपाईँले है। अर्को कुरा पनि छ, किनभने चाहिँ अब त्यो पनि हो, तर अरू के छ भने चाहिँ टुरिस्टहरू पुरा हुन्छ क्या, सिजन पुरा लागेको छ नि कि टुरिस्टहरू अब आउँछ होइन माथि। अन्त तिनीहरू अब इन्जोय गर्छ टोय ट्रेनमा आइकन होइन। अब हामी पनि उनीहरू रोक्नु सक्दैन, रोक्यो भने त उनीहरू त हामीलाई के भन्छ नि अब त्यो हुन्छ नि अब त्यो टानिस भन्छ नि एउटा, त्यो हुन्छ नि अब जब तपाईँले चिमाटो खोज्छ नि अब तर दुख्दैन त्यस्तो कि यिनीहरूले पनि हामीलाई अब हामीले के गर्यो भने चाहिँ यिनीहरूले चिमाटो खोज्छ हामीले। हजुर। अनि तपाईँले जुन किताबहरू लेख्नु भएको छ र अहिले धेरै किताबहरू छापिँदैछ दिन प्रतिदिन है, धेरै किताबहरूको नामहरू हामीले त्यस्तो त छैन कि, तर हजुर रकममा चाहिँ लेखेको छु। हजुर। तर अब त्यसको त्यो अब हेरौँ त्यसको पब्लिकेसन कता हुन्छ कि। तपाईँले आफ्नो किताब पब्लिस गर्दा है कति रकमहरू जस्तो चाहिँ लाग्ने रहेछ? जस्तो मतलब कति पैसा लाग्ने रहेछ? पैसा त त्यो अब
त्यो त थाहा छैन कि तर अब तपाईँको त्यो हुन्छ नि अब त्यो अकर्डिङ टु वर्ड्सहरू कति लेखेँ मैले पेजेसहरू कति लेखेँ होइन हजुर। त्यसको अनुसार नै हुन्छ ए त्यसको अनुसारै हुन्छ है। अनि कतिको तपाईँले पब्लिकहरूबाट कतिको रेस्पोन्स पाउँछ होला भनेर सोच्नु भएको छ? पब्लिकबाट हजुर, रेस्पोन्स कस्तो आउँछ होला भनेर सोच्नु भएको छ? पुरा होस् त्यस्तो लागि राम्रै रेस्पोन्स आउँछ होला है। हुन्छ, त्यसो भने एकदम ट्यालेन्टेड हाम्रो यहाँ भाइ छ। ब्याड कमेन्ट्स आयो भने त दुःखै हुन्छ तर हजुर टेन्सन हुन्छ कि हजुर, त्यही त अब राम्रै हुन्छ होला है, भाइले गरिरहेको छ र गरिरहनु है। हरेक कुरामा हार चाहिँ नखानु। अब सानोतिनो गल्तीहरूबाटै सिक्दै सिक्दै ठुलो कुराहरू हुन्छ र त्यही कुरामा अगाडि बढिरहनु है। हुन्छ, हस् त।